देवर भाइलाई मैले भनेकी थिएँ मुन्छे लिएर आउनु भनेर तपाईले पनि छिटो लिएर आइज भन्न पर्दैन अहिले मैले नभनिकन तपाईले भन्नु होला कि भन्ने सोचेकी थिएँ मोबाइल लिएर आइज अन्डा लिएर आइज भन्न भ्याउनु भयो त्यो मुन्छे लिएर आएर पहिला कुरा गरौँ भनेर भन्नु सक्नुभयो तपाईले मैले भनिन त त्यो मैले भनेको भाउजूले भनेको पनि गर मैले भनेको गर भन्न मैले तिमीले भने पनि गर भनिन मैले त्यहाँ सुनेनौ तिमीले अनि त अब सबैजना चाहिँ क्याउ क्याउ कराएर झडडाको मचाल्नु घरमा भयो चिन्ता नगर बरु यो यहाँ घरमा राखेर पैसा चाहिँ कहाँ गयो मलाई त्यसको चिन्ता लागिरहेछ के थाहा मैले देही छैन को त भूमिकाले त चलाइन यहाँको पैसा तपाईँको बहिनीले चलान देखा होइन मैले त्यहाँको पैसा देखा छैन खुद्रा पैसा राखेको थिएँ त त्यत्रो 4,000 4-5,000 कति थियो मलाई देखाएर राख्नु होइ तर देखाएर राखेको थिएन अब यहीँ राखिसकेपछि तिमीले चलायो भन्ने भयो नि त मलाई पनि भूमिकाले चलाए जस्तो लागिरहेछ मैले भूमिकासँग बुझ्छु है त के दिन बेगरी जताबाट पनि जे दोष पनि यही बुहारीका खपरा लाग्दो रहेछ नन्न त्यस्तै दियो त्यस्तै सासु त्यस्तै बुढा पनि यतिको साथ दिन नभएको भए मलाई त उहिले मारिसक्थ्यो होला अब त्यो मन आँट्यो क्या अब यसलाई यत्तिकै राखेर कुरा गरे भने मलाई पनि काट्न आउने मार्न आउने यसलाई म बाँधेर राखेर कुरा गर्छु ज्ञान सोल्टी चामल प्रेजेन्ट्स भुन्टी पावर्ड बाई बर्जर सिल्क के भयो भाइ के हुनु नि मेरी भाउजूले तपाईसँग मेरी बहिनीको विषयमा के भन्यो भनेर भन्दै हुनुहुन्थ्यो उता मेरी भाउजूलाई सोध्यो भनेदेखि मैले कसैसँग केही भनेकै छैन भन्दै हुनुहुन्छ यो दोहोरो कुरा भयो के त्यही भएर मेरी भाउजूले कुरा लगाएको भनेर जो जतिले भन्नुभएको छ नि ती सबैजनालाई मेरो घरमा बोलाएर भाउजूकै अगाडि सबै कुरा छिनोफानो गरी कुरा भएको छ त्यसैले म एकछिन माथि मोबाइल किनेर आउँदै गर्छु तपाईँ अनि तपाईँको जेठानीले पनि भन्नुभएको छ तपाईहरु दुईजनै हाम्रो घरमा जानको लागि तयार भएर बस्नुस् है हे भाइ कस्तो लफडामा फसाउन खोजेको मलाई तिम्री भाउजूले टोलभरि जे भन्दै हिँडेकी थिइन् मैले त्यही कुरा भन्देको त हो तिमीलाई तिम्री भाउजू कस्ती छिन् चिन भन्न मात्र खोजेको हो मैले तिमी त तिम्रै घरमा लगेर कुरा गर्ने कुरा गर्छौ म त यस्तो लफडामा फस्न चाहन्न है म त जान्न भन्दैछु मैले ए यस्तो कुरा गरेर सुख पाउनुहुन्छ है